यो हप्तामा लगातार 5 वटा आइपिओ खुल्दैछ। कति गतेदेखि खुलाउँदैछ त र कुन कम्पनीले खुलाउँदैछ, कसले भर्न मिल्छ लगायतका सम्पूर्ण कुराहरूको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। आइपिओ खुलाउने पहिलो कम्पनी रहेको छ सोपान फार्मास्युटिकल्स लिमिटेड। यस कम्पनीले यही चैतको 9 गतेदेखि 12 गतेसम्मको लागि आइपिओ बिक्री खुला गर्दैछ र कम्पनीले पहिलो चरणको आइपिओ खुलाउँदैछ। त्यसैले पहिलो चरणमा चाहिँ वैदेशिक रोजगारमा रहेको नेपालीहरूको लागि चाहिँ खुलाउनेछ। चैतको 9 गतेदेखि 12 गतेसम्म भर्नुहोला यदि तपाईहरु वैदेशिक रोजगारमा हुनुहुन्छ र तपाईहरुसँग रेमिटेन्स एकाउन्ट छ र डिमेटमा तपाईहरुले लिंक गर्नुभएको छ भने वैदेशिक कोटाबाट आवेदन दिन सक्नुहुनेछ। कम्पनीले वैदेशिक तर्फको लागि 4,29,000 किता शेयर छुटाएको छ र प्रति किताको मूल्य 100 रुपैयाँको दरले भर्न मिल्नेछ। सेक्टर म्यानुफ्याक्चर एन्ड प्रोसेसिङमा पर्छ भने यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ एनएमबी क्यापिटल लिमिटेडलाई राखिएको छ र यो आइपिओमा 10 किता मात्रै भर्नु होला, त्यो भन्दा धेरै भरेर चाहिँ कामै छैन। र त्यसैगरी अर्को कम्पनी रहेको छ स्नो रिभर्स लिमिटेड। यस कम्पनीले पनि पहिलो चरणकै आइपिओ खुलाउँदैछ। त्यसैले पहिलो चरणमा चाहिँ वैदेशिक तर्फको लागि र लोकल्सको लागि चाहिँ खुलाउँदैछ र पहिलो चरणको आइपिओ खुलिसकेर मात्रै दोस्रो चरणमा चाहिँ सबैले भर्न मिल्ने गरी सर्वसाधारणको लागि खुलाउनेछ र दोस्रो चरणको आइपिओहरु कहिलेदेखि खुल्दैछ त्यसको बारेमा अपडेटहरु थाहा पाउनको लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गरेर राख्नु होला। यस कम्पनीले वैदेशिक तर्फको लागि यही चैतको 9 गतेदेखि चैतको 12 गतेसम्मको लागि आइपिओ बिक्री खुला गर्नेछ र वैदेशिक तर्फको लागि कम्पनीले 93,750 किता शेयर छुटाएको छ। प्रति किताको मूल्य 100 रुपैयाँको दरले भर्न मिल्नेछ र यसमा पनि तपाईहरुले 10 किता मात्रै भर्नु होला। र लोकल्सको लागि चाहिँ चैतको 9 गतेदेखि 23 गतेसम्मको लागि बिक्री खुला गर्नेछ। 15 दिनको समय रहेको छ र कम्पनीले लोकल यानी कि स्थानीय बासिन्दाको लागि चाहिँ 9,37,500 किता शेयर छुटाएको छ र प्रति किताको मूल्य 100 रुपैयाँको दरले भर्न मिल्नेछ। र लोकल कोटाबाट भर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले 10 किता मात्रै नभएर त्यो भन्दा धेरै जति सक्नुहुन्छ भर्नु होला, किनभने धेरै भर्दा पनि पर्ने सम्भावना हुन्छ लोकलबाट चाहिँ। र स्थानीय कोटाबाट कसले भर्न मिल्छ त त्यो पनि तपाईहरुलाई जानकारी दिइहाल्नेछु। स्थानीय तर्फको लागि चाहिँ कम्पनीले ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिकाका वार्ड नम्बर 8 का स्थानीय बासिन्दाहरूको लागि, सिरिजंगा गाउँपालिकाका वार्ड नम्बर 1, 2, 3, 4, 5, 6, 7 यी सबै वार्डहरूको लागि र त्यसैगरी सिदिङवा गाउँपालिकाका वार्ड नम्बर 5 र 6 का स्थानीयहरूको लागि र पाथिबारा याङबारा गाउँपालिकाका वार्ड नम्बर 5 र 6 को लागि र त्यसैगरी हिलीगंगा गाउँपालिकाका वार्ड नम्बर 1 का स्थानीय बासिन्दाहरूले चाहिँ यो आइपिओमा आवेदन दिन पाउनेछन्। र त्यसैगरी आइपिओ खुलाउने अर्को कम्पनी रहेको छ याम्बालिङ हाइड्रो पावर लिमिटेड। यस कम्पनीले वैदेशिक तर्फको लागि र लोकल्सको लागि खुलाउने मिति सार्वजनिक गरेको छ। कम्पनीले वैदेशिक तर्फको लागि चाहिँ चैतको 8 गतेदेखि चैतको 11 गतेसम्मको लागि आइपिओ बिक्री खुला गर्नेछ र वैदेशिक तर्फको लागि 2,10,000 किता शेयर छुटाएको छ। प्रति किताको मूल्य 100 रुपैयाँको दरले भर्न मिल्नेछ। सेक्टर हाइड्रो पावरमा पर्छ र यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ मुक्तिनाथ क्यापिटल लिमिटेडलाई राखिएको छ र लोकल कोटाको लागि कम्पनीले 7 लाख किता शेयर छुटाएको छ र प्रति किताको मूल्य 100 रुपैयाँको दरले खुलाउनेछ र यसमा पनि वैदेशिक तर्फबाट 10 किता मात्रै भर्नु होला र लोकल्सको लागि चाहिँ कम्पनीले चैतको 8 गतेदेखि 22 गतेसम्मको लागि आइपिओ बिक्री खुला गर्नेछ र लोकल कोटाको लागि कम्पनीले 7 लाख किता शेयर छुटाएको छ र प्रति किताको मूल्य 100 रुपैयाँको दरले खुलाउनेछ र लोकल्सबाट भनेको 10 किता मात्रै नभएर त्यो भन्दा धेरै भर्नु होला। र अब लोकल्सहरूले कसले भर्न मिल्छ त अब त्यो पनि हेरिहालौं। स्थानीय कोटाको लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिकाका वार्ड नम्बर 1, 2, 3, 4, 5, 6 र 7 का स्थानीयहरूले आवेदन दिन पाउनेछन्। र त्यसैगरी आइपिओ खुलाउने अर्को कम्पनी रहेको छ सानीगाड हाइड्रो पावर लिमिटेड। यस कम्पनीको पनि पहिलो चरणको आइपिओ रहेको छ। त्यसैले वैदेशिक तर्फको लागि चैतको 8 गतेदेखि 11 गतेसम्मको लागि आइपिओ बिक्री खुला गर्नेछ। वैदेशिक तर्फको लागि कम्पनीले 5,70,000 किता शेयर छुटाएको छ। प्रति किताको मूल्य 100 रुपैयाँको दरले भर्न मिल्नेछ र इस्यु म्यानेजरको रूपमा चाहिँ लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई राखिएको छ र त्यसैगरी लोकल्सको लागि चाहिँ चैतको 8 गतेदेखि 22 गतेसम्मको लागि बिक्री खुला गर्नेछ र लोकल्सको लागि चाहिँ कम्पनीले 28,50,000 किता शेयर छुटाएको छ। प्रति किताको मूल्य 100 रुपैयाँको दरले र लोकल कोटामा चाहिँ आयोजना प्रभावित क्षेत्र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला अन्तर्गतका बुङ्गल नगरपालिकाका वार्ड नम्बर 4 का स्थानीयहरूले र यसमा साबिको खिराडी गाविस वार्ड नम्बर 8 समेत भनेर छुटाएको छ।
त्यस्तै हालको बुङ्गल नगरपालिका वार्ड नम्बर 2 दहबगर गाविस वार्ड नम्बर 6 समेत भनेर छुट्याएको छ र तथा बुङ्गल नगरपालिका वार्ड नम्बर 1 साबिक दहबगर गाविस वार्ड नम्बर 2 समेत भनेर छुट्याएको छ। यो क्षेत्रमा पर्नुहुन्छ भने तपाईहरुले आवेदन दिन सक्नुहुनेछ र त्यसैगरी प्रभावित क्षेत्र अर्थात् सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गतका हालका बुङ्गल नगरपालिका वार्ड नम्बर 3, 5, 6, 7, 8, 9, 10, 11 का स्थानीयहरूको लागि पनि छुट्याएको छ। यदि तपाईहरु यो स्थानमा हुनुहुन्छ भने आयोजना प्रभावित कोटाबाट तपाईहरुले चाहिँ आवेदन दिन सक्नुहुनेछ। सो धेरै किताको लागि छुट्याएको छ, त्यसैले 10 किता मात्रै नभएर कति सक्नुहुन्छ धेरै किताको लागि चाहिँ आवेदन दिने कोसिस गर्नुहोला। र त्यसैगरी आइपिओ खुलाउने अर्को कम्पनी रहेको छ कालङ्गा हाइड्रो पावर लिमिटेड। यस कम्पनीको पनि पहिलो चरणको आइपिओ हो, त्यसैले पहिलो चरणमा वैदेशिक तर्फको लागि चैतको 10 गतेदेखि लिएर 15 गतेसम्मको लागि बिक्री खुला गर्नेछ र वैदेशिक तर्फको लागि कम्पनीले 3,50,000 किता सेयर छुट्याएको छ प्रति किताको मूल्य 100 रुपैयाँको दरले र यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ सानिमा क्यापिटल लिमिटेडलाई राखिएको छ र वैदेशिक तर्फबाट यसमा पनि 10 किता मात्रै भर्नुहोला र स्थानीय बासिन्दाहरूको लागि यानि कि लोकल कोटाको लागि चाहिँ भने चैतको 10 गतेदेखि 24 गतेसम्मको लागि आइपिओ बिक्री खुला हुनेछ र स्थानीय तर्फको लागि चाहिँ कम्पनीले 14 लाख किता सेयर छुट्याएको छ प्रति किताको मूल्य 100 रुपैयाँको दरले। सो यी 5 कम्पनीको आइपिओहरू चाहिँ यो हप्तामा खुल्दैछ। सो यो आइपिओ भर्नको लागि चाहिँ सबैजना रेडी भएर बस्नु होला। वैदेशिक तर्फ हुनुहुन्छ भने, वैदेशिक रोजगारमा हुनुहुन्छ भने वैदेशिक तर्फको लागि भर्नको लागि तयार भएर बस्नु होला र स्थानीय क्षेत्रहरू छुट्याएको ठाउँमा हुनुहुन्छ भने स्थानीय तर्फको लागि यानि कि लोकल्सको कोटाबाट भर्नको लागि रेडी भएर बस्नु होला। सो यो चाहिँ सबै पहिलो चरणको आइपिओ खुलाएको छ र अब दोस्रो चरणमा सर्वसाधारणको लागि सबैले भर्न मिल्ने गरी कहिलेदेखि खुल्दैछ त्यसको बारेमा अपडेटहरू तपाईहरुलाई दिँदै जानेछु। यस्तै अपडेटहरू हेर्नको लागि चाहिँ हामीलाई फलो, सब्स्क्राइब गरेर राख्नुहोला।